हेलो एभ्रिवान गुड मर्निङ। यो भ्लग चाहिँ अस्ति 6 तारिकको हो। 5 तारिक घरबाट आएको, 6 तारिक बिहानै उठेर रुमहरू सफा गर्दैछु। अहिले चाहिँ टाइम भएको थियो, कति बजेको थियो भने 5:06 बज्नु आँटेको थियो। अनि म चाहिँ यहाँ भित्ताबाट अलिअलि धुलोहरू झारेर बेडसिटहरू फेर्दैछु। फर्स्टको बेडसिट चाहिँ अलिकति मलाई नमिलेको जस्तो लाग्यो कि, अरू बेला त मिल्यो तर यसपालि नमिलेको जस्तो लाग्यो। त्यहाँदेखि त्यो चेन्ज गरेर फेरि यो लगाउँदैछु। बेडहरू मिलाएँ, पिलो कभर चेन्ज गरेँ, सबै मिलाइसकिसकेर चाहिँ बेड चाहिँ यस्तो देख्दैछ। अन्त अब चाहिँ म लुगाहरू निकाल्छु। यहाँनिर चाहिँ मैले मेरो ब्ल्याङ्केट राखेको थिएँ, ब्ल्याङ्केट निकाल्दैछु। त्यो ब्ल्याङ्केट निकाल्नुको लागि अन्त प्लस अब जाडो पनि लाग्दैछ, अन्त विन्टरको लुगाहरू निकालेर अलिक माथि माथि राखेर चाहिँ अन्त मुनि समरको लुगाहरू चाहिँ अब थन्काउँदै गरेको। सो यो ह्याङ्गरमा भएको लुगाहरू चाहिँ मेरो सफा लुगा हो, त्यही भएर यसलाई फेरि झुन्डाउनुको लागि चाहिँ म दैलो पछाडि सब धुलोहरू झार्दैछु। अब फेरि बेड चाहिँ यस्तो भएको छ हो, अघि चटक्कै मिलाएको फेरि यस्तो भयो। अब यहाँनिर चाहिँ उब्रेको लुगाहरू थन्काएर सिरकहरूलाई पट्याएर, यो सिरक उड्दिन पनि त्यसै बित्थामा ल्याएर अब यसलाई पट्याएर राख्दैछु। अब टेबल सफा गर्नु पर्यो। टेबलमा भएको सबै सामानहरू म सार्दैछु अहिले चाहिँ। अन्त अब यसको म टेबल क्लोथहरू पनि चेन्ज गर्छु। खासमा चाहिँ यो मेरो टेबल क्लोथ होइन, यो चाहिँ मेरो पर्दा हो, दुईवटा सेम छ। अन्त यहाँ मेरो स्नेक प्लान्टहरू पनि राखेँ, अलिअलि पानी लगाएर बुक्सहरू मिलाएँ। अन्त अरू सबै गरिसकेँ। अब यो मिलाइसकेर अझै नुहाएर कलेज जानु पनि थियो। अन्त मैले यो रुमहरू बेड मिलाएर अलिअलि आधी छोडेँ, अनि टेबलहरू पनि आधी मिलाएर चाहिँ यतिकै छोडेर नुहाउनु गएँ, किनभने म नुहाएर फेरि कलेज पनि जानु थियो, ढिलो हुन्छ भनेर। अनि मैले सफा चाहिँ आधी मात्रै गरेँ, टेबलहरू चाहिँ डल्लै मिलाएँ। अन्त भुइँ अलिअलि बढालेर चाहिँ त्यहाँदेखि म नुहाएर कलेज गएँ। यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई गाइस।